हेलो नमस्ते अनि स्वागत छ तपाईहरुलाई हाम्रो सानो संसार ब्लगमा। आज चाहिँ नि सैटरडे भएको हुनाले छोरीहरुले चाहिँ नि मोमोको डिमान्ड गरेको भएर आज म मोमो बनाउन जाँदै छु। मोमोको डिमान्डमा चाहिँ नि मोमोको अचार र मोमोमा इन्ग्रेडियन्ट्सहरु के हालेको छु भन्ने कुरा हजुरलाई बताउने छु। मैले यो के भन्छ भिडियो बनाउँछु भनेर चाहिँ सोचेको थिएन, तर छोरीले चाहिँ बनाउने भने अनि सामान मैले किमाको चाहिँ नि पुरै रेडी गरेर राखिसकेको छु, जुन चाहिँ अहिले फ्रिजमा छ। त्यो चाहिँ नि त्यसमा इन्ग्रेडियन्ट्स के हालेको भनिदिन्छु। त्यो पहिले मैले बनाइसकेको छु। किमाको चाहिँ नि मैले भिडियो बनाउन सकेन, सो त्यसको लागि कुनै दिन फेरि म बनाउने छु, त्यसपछि हजुरलाई देखाउने छु मैले के हाल्यो भनेर। अहिले चाहिँ खाली म भन्छु न। हेर्न सक्नुहुन्छ यहाँनिर किमा छ। किमामा चाहिँ हामीले लगभग आधा किलो ब्रेस्टको मासु चाहिँ नि मजाले घरमै किमा गरेर अनि त्यसमा आधा किलो भन्दा चाहिँ हामीले राखेको छु, लगभग 1 किलो जति छ यो। अनि त्यसमा प्याज अनि त्यसपछि लसुनको पेस्ट अनि त्यसपछि त्यहाँबाट हाम्रो नुन अनि अजिना पनि हामीले हालेको छौँ। हामीले एकदमै नर्मल किसिमको यो चाहिँ तपाईँको यस्तो तरिकाबाट बनाएको भने चाहिँ हेल्दी हुन्छ। यसमा हल्का हामीले अजिना पनि हालेको छौँ। यो चाहिँ भइहाल्यो हाम्रो किमाको के भन्छ यसलाई, किमाको चाहिँ इन्ग्रेडियन्ट्सहरू के हाल्यो भनेर मैले देखाएँ। किमा चाहिँ अलरेडी मैले बनाइसकेको थिएँ, यसको भिडियो पनि बनाउन पाइनँ होइन। अनि किनभने अब त्यही बनाउँछु नै गर्छु भन्ने आउँछ भन्ने सोच्थेन, पछि सोच्नु भएर नानीले पनि भिडियो बनाउँ भनेर मैले भिडियो बनाएको है। हेलो नमस्ते। अघि मैले भने म बदामको चाहिँ चटनी बनाउन जाँदैछु भनेर। यो हजुरले देख्दै हुनुहुन्छ मैले यहाँ बदाम भुटिरहेको छु। बदाम भुट्दा चाहिँ पहिला हामीले भाँडा तताएर आगो हाई फ्लेममा चाहिँ नि ओइललाई पकाउनु पर्ने हुन्छ। अनि तेल पाकिसके पछाडि अनि हामी यसरी यो बदाम हाल्छौँ लो फ्लेम गरेर। बदाम हालेर यसलाई लो फ्लेममै हामी पकाउँछौँ। हल्का भुटेर यसलाई हल्का फ्राई गरेर यसलाई चाहिँ हामी निकाल्छौँ एउटा प्लेटमा। देख्न सक्नुहुन्छ मैले यो अघि हातले निकाल्दाखेरि चाहिँ मोबाइल समाउन नभएको भएर यो हालिसकेँ, मैले प्लेटमा हालिसकेँ। अब हामी चाहिँ यति यो भएको प्याज टमाटर अदुवाको टुक्रा छ, यो सबैलाई हामी फेरि फ्राई गर्छौँ त्यही तेलमा। सक्नुहुन्छ यहाँ टमाटर पनि पाकिसक्यो, अलमोस्ट हाम्रो सबै रेडी भइसक्यो। अब यसलाई म यो प्लेटमा सार्छु है। अनि त्यस पछाडि लेट्स सी व्हाट ह्यापन। अनि यसरी मैले टमाटर पनि निकालिसकेँ, धनियाँ पनि हालेँ यसमा होइन। हजुरहरूले हाल्न पनि सक्नुहुन्छ, नहाल्न पनि सक्नुहुन्छ, चोइस तपाईँहरूको होइन। यसमा अब नुन हाल्छु अलिकति। अब यो लगभग सेलाइसकेको छ, यसलाई चाहिँ अलिकति यसरी फैलाएर सेलाइसकेपछि चाहिँ अनि अब हामीले यो जारमा हाल्छौँ। यसरी मैले जारमा हालिसकेँ। एन्ड रेडी टु स्टार्ट नाउ। यसरी चाहिँ मैले पिसेँ। अब यसलाई फेरि हामी त्यो चम्चाले हल्का चलाएर फेरि पिस्छौँ। यसरी चलाएर चाहिँ पिस्नु पर्ने हुन्छ फेरि होइन। अब यतिको भएको छ, यसलाई कन्टिन्यू हल्का चलाउँदै गर्दै गर्नुपर्ने हुन्छ, चम्चाले चलाउँदै। हजुरलाई चटनी अलिकति गाढा भए जस्तो लागेको छ भने यसमा चाहिँ हजुरले पानी पनि एड गर्न सक्नुहुन्छ। नाउ सी आवर चटनी। हाम्रो चटनी कति राम्रो थिक र कति राम्रो भएको छ। हजुर अब हामी यसलाई कचौरामा राखेर हजुरलाई देखाउनेछौँ। यसरी हामी कचौरामा राखिसक्यौँ। अनि अब हामी पकाउन जाँदैछौँ मोमो, जसको लागि हामी डो रेडी गर्नेछौँ। यसरी चाहिँ हामी मैदा मुस्दैछौँ। यो चाहिँ 1 किलो मैदा हो। 1 किलो मैदालाई हामी मजाले मुस्छौँ। एन्ड देन यसरी मैदाको मैले डो पनि बनाइसकेको छु। अब 5-10 मिनटपछि यसलाई एकछिन रेस्ट गर्न दिने, त्यसपछि मोमोहरू रेडी हुन्छ हाम्रो। सक्नुहुन्छ मैले डो यतिको बनाएको छु होइन। यतिको डल्लो डल्लो बनाएर यो मैदा चाहिँ प्लास्टिकले राखेर चाहिँ यसमै यसरी चोबाल्दै अनि यहाँनिर चाहिँ यसमा तपाईँलाई सेप दिनु जरुरी छैन। सट्ट बेलेर यतिको चाहिँ हुनु भयो भने चाहिँ यतिको मोमो चाहिँ बन्छ। म एक्लै भएर चाहिँ भिडियो बनाउन अलिकति अप्ठ्यारो भएको कारणले गर्दा
सबै कुरो हजुरहरूलाई कन्टिन्यू देखाउन नसकेको भएर चाहिँ मैले स्टप गरी बनाउँदैछु। यहाँ पानी उमाल्न राखेको छु। यहाँ लगभग मैले 3वटा बनाएको छु अनि अब यो बेलेर राखेको छु। बेलेर राखेर मलाई सजिलो हुन्छ भनेर है। ल हेर्नु साथीहरू, मेरो मोमो पाकेर रेडी भइसक्यो। अहिलेको अचार पनि मैले यहाँ राखेको छु। सबै भिडियो चाहिँ हामीले देखाउन सकेनौँ किनभने म एक्लै भएको गर्दाखेरि भिडियो चाहिँ नि मैले पुरै आफैले गर्न सकिनँ। टाइमको अलिकति यो भएको भएर चाहिँ लास्ट फाइनली लुक्स यस्तो छ। मेरो मोमो रेडी छ। अब हामी खाना जाँदैछौँ। हजुरहरूले पनि यस्तो राम्रो हेल्दी खाना चाहिँ घरमै आफैले पनि बनाएर खान सक्नुहुन्छ। हजुरहरूले पनि ट्राई गर्नुहोला। मोमोको मजा घरमै पनि लिन सकिन्छ। सो अहिलेको लागि यति नै। बाई बाई। थ्याङ्क यू। भिडियोलाई सब्सक्राइब गरेर नबिर्सिनुहोला। धन्यवाद।